नेपालकै प्रसिद्ध मुक्तिनाथ मन्दिर हो। यसमा 108वटा तारा नुहाइरहेको अवस्था हो। मुक्तिनाथ धेरै रमाइलो छ, तर यसमा नुहायो भने रोगहरू सबै जान्छ अरे भन्ने धार्मिक परम्परा छ। ल आइज रञ्जन आइज बिस्तारै बिस्तारै यहाँ लडिन्छ नि बिस्तारो है बिस्तारो 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 आवेशन आइज लडिन्छ यहाँ यहाँ लडिन्छ है बिस्तारो 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 जय मुक्तिनाथ धाम बिस्तारै डुब्नु पर्दैन क्या डुब्नु पर्दैन रञ्जन डुब्नु पर्दैन अहिले बिस्तारो 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 ल स्ट्यान्ड पनि गऱ्यो मुक्तिनाथ बाबाको।